गुड मर्निङ साथीहरू। म चाहिँ भर्खर नुहाएर आएको हो। के गर्नुभएको? आज हस्बेन्ड हातको चिया खानु पर्यो। कस्तो हुँदो रहेछ? कस्तो हुँदो रहेछ? मिठो हुन्छ अरे हो। म चाहिँ अब के गर्छु भने त मलाई चाहिँ पुरा ग्यासको प्रब्लम हुन्छ नि त आमाले भन्नुभएको कि खालि तिमीहरू दबाई खान्छौ, अलिकति झारपात यस्तो हरियो परियो पत्ताहरू खाने गर्नु बिहान राम्रो हुन्छ भन्नुहुँदै थियो कि। आमा खानुहुन्छ नि त, हप्तामा 2पल्ट 3पल्ट खानुहुन्छ। र आमा अहिले धेरै भयो, आमालाई पुरा ग्यासको प्रब्लम हुन्थ्यो कि। तर आजकल यस्तो पत्ताहरू खानु हुँदैछ र ग्यास भएको छैन आमालाई हो। अनि हामी चाहिँ के अटेरी गर्नु है, खालि दबाई खाएको छ। यो पत्ता चाहिँ साह्रै राम्रो हुन्छ अरे हो पेटको लागि हो। जसलाई के अरे स्टोनको प्रब्लम हुन्छ नि, स्टोनको प्रब्लमको लागि चाहिँ एकदम राम्रो दबाई अरे यो हो। यो पत्ता खानु पर्यो। सबैलाई दिन्छु एउटा एउटा। आमाले खानुभयो खानु भएन। यो पत्ता अनि के को पत्ता भन्दाखेरि यो फुलको पत्ता पनि राम्रो हुन्छ अरे। यो फुलको पत्ता पनि हो, यो त जहाँ पाए त्यही उम्रिरहेको हुन्छ आफै हो। यो पत्ता पनि खाने गर्नुहोस्, राम्रो हुन्छ। यो चाहिँ नि हाम्रो आमाको नुस्खा हो अनि रिजल्ट पनि राम्रो आएको छ र तपाईँहरूलाई भनेको मैले। यो पत्ताहरू चाहिँ बिहान खाली पेटमा खानुभयो भने चाहिँ पेटको समस्या चाहिँ हुँदैन तपाईँहरूलाई हो। अरू यसको पत्ता पनि खानुहुन्थ्यो होला हौ आमाले। यो फुलको पत्ता राम नाम तू बोल रे जीवन में रस घोल रे। यसको पत्ता पनि खानुहुन्थ्यो नि तपाईँ? यो फुलको पत्ता हो बिहान त्यही त। यो पत्ता पनि टिपे कि तपाईँ खानुहुँदैछ अहिले पनि यो? बेला बेला यो त होइन। तपाईँलाई अहिले ग्यासको प्रब्लम भएको छैन नि यो त्यसको मलाई त भएको छैन। मलाई त कति महिना भयो, मैले देख्नु पाएँ साथीहरू, मैले झुट बोलेँ। 8-10 महिनादेखि यत्रो त होइन। होइन सबैलाई टिपिदिएको नि त मैले। मैले खाएँ। तपाईँले खानुभयो त्यस्तो उसलाई र मलाई? भाइलाई यो एकैचोटि धेरै पनि होइन। यसको आधी पत्ता खाँदा भइहाल्छ। यसको 3टा पत्ता खानु कि एउटा मात्रै खानु? यसको पत्ता यो फुल त जहाँ पाए त्यही उम्रिहाल्छ हो साथीहरू। उयो पारिजातको मुन्टा खानु, एउटा खाँदा भइहाल्छ। यहाँको त सबै डल्लो परेछ। अब आज एकैचोटि चाहिँ सबै दबाई नखाऊँ होला हो। कहिलेकाहीँ खानु, सबै एकै दिन सबै खानुपर्छ भन्नु हो। यसको मुन्टा पारिजातको मुन्टाले चाहिँ के गर्छ आमा? पारिजातको मुन्टाले धेरै थोकको काम गर्छ पेटको लागि। धेरै थोकको काम गर्छ, धेरै थोकको। हप्तामा 1पल्ट 2पल्ट त्यसरी खानु। तुलसीको पत्ता खानु, त्यसमा एउटा मिसाएर तुलसीको पत्ता फेरि। होइन हामीले झुट बोलेको न, यो रिजल्ट चाहिँ हाम्रो आमालाई राम्रो भएको छ यस्तो खाएर चाहिँ, त्यही भएर तपाईँहरूलाई भनेको मैले हो। पुरा विश्वास छ पुरा। म कहाँ गएन पेटको लागि त म त संसार कुदेको छु। गङ्गा हस्पिटल फेरि दबाई पनि फेरि यहाँको दबाईले हुँदैन। फेरि हैदराबादको दबाई खाँदा पनि मलाई त्यति राम्रो भएको थिएन। अहिले यो दबाई खान थालिकन चाहिँ यति सन्चो छ नि। यो दबाई खान थालिकन म मोटाको पनि त छु। गोली खानु परेको छैन। हस्पिटलको दबाई खानु नपर्दा त कति राम्रो। जसलाई पनि पेटको समस्या हुन्छ, ग्यासको समस्या हुन्छ, उसले चाहिँ सानो खानु पहिला यो खानु न, यो पत्ता खानु अनि पानी पिउनु। ओके, म धोएर ल्याउँदैछु ल। जसलाई पनि पेटको समस्या हुन्छ नि, ग्यासको प्रब्लम, अरू पनि कति पेटको कब्जहरू के प्रब्लमहरू हुन्छ नि, यसरी हप्तामा 2पल्ट चाहिँ यस्तो के को पत्ताहरू चाहिँ खाँदा चाहिँ राम्रो हुन्छ हो। यो चाहिँ घरमा चाहिँ राम्रो रिजल्ट आएर चाहिँ मैले तपाईँहरूलाई भनेको होइन। जे पाए त्यही खानु त कसरी भन्नु होइन, कसैलाई प्रब्लम हुन्छ। त्यही भएर चाहिँ
यो चाहिँ हाम्रो घरमा चाहिँ राम्रो भएर चाहिँ तपाईँहरूलाई भनेको खानुहोस् होला तपाईँहरू पनि। मलाई र मेरो हस्बेन्डलाई चाहिँ फेरि नि कति छिटो ग्यास हुन्छ, जे खायो नि ग्यास, जे खायो नि ग्यास। अब यो चिया पनि छोड्नुपर्ने छ। चियाले पनि पुरा असर त गर्छ र पनि के गर्नु, के अरे जता गुलियो त्यतै बाहुन भुलियो भने जस्तै क्या। चिया चाहिँ छोड्न सकिएको छैन। होइन पानी गएको हो। ए हो त। तुलसी पत्ता हो यो पारिजातको ममता पनि छैन। सधैँ खान्छ भने चाहिँ एकैपल्ट पत्ता सानो खानु, हप्तामा एकपल्ट दुईपल्ट खान्छौ भने चाहिँ दबाई त कहाँ मिठो हुन्छ नि। ठिकै छ, खानु सक्ने छ। हाम्रो नानीलाई पनि सानैदेखि के को पत्ताहरू खेलाइराख्नु हुन्थ्यो नि त आमाले। त्यसलाई चाहिँ त्यो चाहिँ कस्तो मजाले खान्छ पत्ताहरू पनि, के को औषधि भनेर। तुलसी पत्ता झन् उसको फेभरेट हो, पुरा मन पराउँछ। क्लिप चाहिँ कहाँ राखेँ फेरि। ल भेरी भेरी गुड मर्निङ साथीहरू। अब बिहानको काम एकदम 5G को स्पिडमा गर्नुपर्छ एकछिन हो। आज त लेट पनि भएछ अलिकति। ल अहिलेको लागि यति नै है, भरे बात गरौँ।